नेपालको एडभेन्चरस रियालिटी सो हिमालय रोडिजको सिजन 7 को चाहिँ सेमी फाइनलिस्ट रहिसक्नु भएको छ हाम्रो अनिश तामाङ सरले चाहिँ श्रेष्ठ ज्वेलरीमा आएर चाहिँ यो सामान बनाउन दिनुभएको थियो र आज चाहिँ हामीले उहाँको अर्डर अनुसारै यो तयार गरिसकेका छौँ। सरले चाहिँ यो भगवानलाई चढाउनलाई यसको सानो पिस पनि अर्डर गर्नुभएको थियो र स्याम्पल पिस चाहिँ सरले हामीसँग यो लिएर आउनुभएको थियो। हजुरले यो स्याम्पल पिसलाई ल्याउनु भएको छ अनि यो अर्डरको सामान तयार भएको छ। हजुरलाई के कस्तो लाग्यो होला सर? यो चाहिँ मलाई एकदम राम्रो लाग्यो होइन। यो अब जुन मैले स्याम्पल दिएको थिएँ, मलाई हिमालय रोडिजले दिएको यो ट्याग हो, यो मेरो लागि चाहिँ एकदम यो प्राइड हो। यो प्राइडलाई चाहिँ मैले अलिकति सुन्दरता थप्नको लागि चाहिँ मैले चाँदीमा मैले डिजाइन गर्नको लागि दिएको थिएँ। थ्याङ्क यू सो मच भन्न चाहन्छु हामीले श्रेष्ठ ज्वेलर्सलाई, किनभने यो बिर्तामोडकै सबैभन्दा राम्रो पनि भन्न चाहन्छु। किनभने त्यो चाहिँ हजुरले भिजिट गर्नु होला भन्न चाहन्छु। यो भिजिट गर्नको लागि चाहिँ शनिसरी रोडमा रहेको चाहिँ के बजार भन्छ यसलाई, रत्न सुपर मार्केटमा रहेको चाहिँ श्रेष्ठ ज्वेलर्सलाई चाहिँ हजुरले ट्रस्ट गर्न सक्नुहुन्छ, राम्रो बनाइनुहुन्छ। धेरै धेरै धन्यवाद हजुरलाई सम्पूर्णको लागि। थ्याङ्क यू सो मच सेवाको हामीलाई पनि मौका दिनुभएको छ र अनिश सर चाहिँ नेपाल आर्मीमा पनि आबद्ध हुनुहुन्छ। हजुरलाई जितको लागि चाहिँ श्रेष्ठ ज्वेलरी परिवारको तर्फबाट अग्रिम शुभकामना छ। धेरै धेरै बधाई पनि छ हजुरलाई सेमी फाइनलिस्ट हुनुभएकोमा। थ्याङ्क यू सो मच। हस्, मोस्ट वेलकम है त हजुरलाई पनि।